आज मिति 2083 असार 30 गते मङ्गलबार इस्वी सम्वत 2026 जुलाई 14 तारिक आषाढ कृष्ण पक्षको अमावस्या तिथि। आज चन्द्रमा मिथुन राशिमा सूर्योदय बिहान 5:18 भयो भने सूर्यास्त साँझ 7 बजे हुनेछ। अब लागौं 12 राशिफलतर्फ। पहिलो राशि मेष राशि। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। मिष्टान्न भोजनको अवसर आउनेछ। मित्रजन सँगको भेटघाटले तपाईको मन खुश रहने देखिन्छ। व्यापारबाट राम्रै आम्दानी हुने देखिएको छ। नसोचेको काम बन्नेछन्। प्रियजनसँगको भेटघाटले तपाईको दिल खुश रहने देखिन्छ। वृष राशि। भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारी साधन चलाउँदा विचार पुर्याएर चलाउनु पर्ने देखिएको छ। खानपानमा बडो सचेत रहनुहोला। अनावश्यक झै झमेलामा फसिनेछ। आकस्मिक यात्राको अवसर मिल्ने देखिन्छ। मिथुन राशि। आज तपाईको धनजनमा वृद्धि भई कसैबाट समर्थन पाइनेछ। ठूला व्यक्तित्वसँगको भेटघाटले तपाईको मन खुश रहनेछ। रोकिएका कामहरू बन्नेछन्। अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्न लाभ हुनेछ र आकस्मिक सुनौलो खबर तपाईले सुन्न सक्ने दिन रहेको छ। कर्कट राशि। कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। पुराना कामहरू आज नै सम्पन्न हुने देखिएको छ। आय आर्जनमा पनि मनज्ञ वृद्धि हुनेछ। तपाईले गरेका कामबाट सफलता प्राप्त हुनेछ। नउठ्ने पैसा उठ्दा तपाईको मन हर्षोल्लाससँग बित्ने देखिन्छ। सिंह राशि। आज कुनै पनि नयाँ काम नथाल्नु नै तपाईका लागि राम्रो रहनेछ। लेनदेनको काममा पनि नगरेकै बेस हुनेछ। घरमा आफन्तजनको आगमन हुनेछ। धनको लाभ होला। साथै रमाइलो आकस्मिक यात्राको योग रहेको देखिन्छ। कन्या राशि। स्वास्थ्यका लागि खानपानमा बडो विचार पुर्याउनु पर्ने रहन्छ। धनजनको नाश हुन सक्ने देखिएको छ। प्रेममा पनि धोका रहने देखिन्छ। सानातिना कामहरूमा समय बित्नेछ। सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय रहेको देखिन्छ। तुला राशि। काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति र प्रगतिको समय रहेको छ। मन हर्षित रहला। खानपानमा सतर्कता अपनाउनु होला। स्वास्थ्य कमजोर देखिएको छ। सोचेको काम समयमै सम्पन्न हुने देखिन्छ। वृश्चिक राशि। कृषि क्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ने देखिन्छ। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ। पढाइमा सफलता पाउने देखिएको छ। धर्म कर्ममा मन जानेछ। माता पितासँगको भेटघाटले तपाईको मनमा हर्षोल्लास आउने देखिन्छ। धनु राशि। विपरीत लिङ्गीको सहयोग प्राप्त भई मन हर्षित रहनेछ। काम गर्नमा थप जाँगर थपिने देखिन्छ। आम्दानीको स्रोत बढ्दा तपाईको मन खुश रहनेछ। पारिवारिक सुख मिल्नेछ। व्यापारमा पनि आफूले सोचे भन्दा फाइदा नै हुने देखिन्छ। मकर राशि। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। सफलता भने प्राप्त हुने छैन। व्यर्थै समयको नाश हुनेछ। मनमा उदासीनता बढ्ने देखिएको छ। काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय रहनेछन्। विश्वास गरेकाले नै धोका दिँदा तपाईको बेचैन रहने देखिन्छ। कुम्भ राशि। मनमा दुविधा रहन सक्ने देखिएको छ। सामाजिक काममा नाम रहनेछ। जागिरमा पदोन्नतिको अवसर मिल्ने देखिन्छ। स्वास्थ्यका दृष्टिकोणले पनि समय राम्रो देखिन्छ। आर्थिक लाभ हुनेछ। मान सम्मान प्रतिष्ठा पाउन सकिने समय रहेको छ। अन्तिम राशि मीन राशि। प्रेम र मित्रताको बन्धन कसिने दिन रहेको छ। विभिन्न सहयोग र उपहारहरू पाइनेछ। आकस्मिक यात्राको योग रहेको देखिन्छ। काम बन्नाले तपाईको मन खुश रहनेछ। गुरुजनको सहयोग बुद्धिको उपयोगले लक्ष्य पहिलाउन सक्ने देखिन्छ। तपाईको आजको दिन खुश रहने देखिएको छ। 12 राशिफलमा जे भनिए तापनि आफ्नो कर्मलाई निरन्तर रूपमा अगाडि बढाउनुहोला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। ज्योतिषीय परामर्श सेवाका लागि 9856 48 133 मा सम्पर्क गर्न सक्नुहुनेछ। तपाईको बाँकी पल शुभ रहोस्।